फेसबुक आइडी सजिलैसँग मोनेटाइज र छिट्टै मोनेटाइज कसरी गर्ने आउनुस् आज तपाईहरु पनि यस्तै जिरो लेभलदेखि फेसबुकमा अर्निङ गर्न चाहनुहुन्छ, फेसबुक अगाडि बढ्न चाहनुहुन्छ, आइडी मोनेटाइज गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईले यदि तपाईको आइडी धेरै पुरानो छ, तपाईले अरूको भिडियो हालेर धेरै फलोअर त कमाउनु भएको छ तर पनि अहिलेसम्म आइडी मोनेटाइज भएको छैन, चिन्तामा हुनुहुन्छ भने त्यो आइडीलाई पनि साइडमा राख्नुस्। तपाईले अहिले नयाँ आइडी खोल्नुस्। नयाँ आइडी खोलिसकेपछि तपाईले ओरिजिनल कन्टेन्टमा भिडियो बनाउनुस्। 3 मिनेटदेखि 5 मिनेटसम्मको दिनमा 3 वटा भिडियो र 10 सेकेन्डदेखि 15 सेकेन्डसम्मको तपाईले 5 देखि 8 सम्म रिल पोस्ट गर्नुस्। अनि आफ्नो ओरिजिनल कन्टेन्टमा बनाएको मात्रै, फेरि अरूको रिल उठाएर हाल्ने हैन। र 5 देखि 8 सम्म तपाईले आफ्नो फोटो हाल्नुस् त्यसमा। अनि त्यसपछि ट्याक्सहरु लेख्नुस्। धेरै जनाले भन्नुभएको छ ट्याक्स के हो, अरूले लेख्या हुन्छ नि त, अबको प्रधानमन्त्रीले के काम गर्ला, यस्तो यस्तो केही पनि लेख्नुस् है, ट्याक्स लेख्नुस्। अनि त्यसपछि तपाईले स्टोरी लगाउनुस्। स्टोरी लगाउनुस्। तपाईले स्टोरीमा फोटो हाल्दिए पनि हुन्छ। धेरै जनाको त रिल गएपछि स्टोरीमा जम्मा भएको हुन्छ। त्यही भएर सबैभन्दा पछिल्लो समयमा 1-1 घण्टामा 2-2 घण्टा गएर अरूको लाइभमा त्यो मलाई सपोर्ट गर, मलाई पिनमा राख्देऊ, मलाई पिन गर, यताउति भनेर भन्नेहरू अलि बेसी भएको छन्। त्यस्तो कारणले तपाईहरुको अहिले भ्युज नै आएको छैन। त्यहीमा गएर तपाई 1-2 घण्टा बस्नुभन्दा त्यतिखेरको समयमा तपाईले आफ्नो ओरिजिनल कन्टेन्टमा भिडियोहरु बनाउनुस् र फोटोहरु खिच्नुस्, ट्याग्सहरु लगाउनुस्, आफ्नो आइडी मोनेटाइज गर्नुस्। अरूमा भर नपर्नुस्। तपाई तिनीहरुकोमा जानुहुन्छ 100, 200, 500, 1000, 2000 तपाईले स्टार फेक्नुहुन्छ, आफूलाई गुमाउनुहुन्छ। तर तिनीहरुले एकैछिन 5 मिनेट तिनीहरुले तपाईलाई पिन गर्दिन्छन्। आउँछन् 2-4 जना फलोअर आउँछन्, नआउने हैन, तर फेक फलोअर आउँछन्। त्यसको 1-2 घण्टापछि हेर्नु होला तपाईलाई अनफलो गरेर तपाईको फलोअर जतिको त्यति। अरूको लाइभमा गएर 1-1 घण्टा समय बर्बाद नपर्नुस्। तपाईले त्यो समयमा भिडियोहरु बनाउनुस्। पछिल्लो समयमा तपाईले पिन लिनुहुन्छ, 1-2 हजार स्टार फेक्नुहुन्छ, तपाईले पिन लिनुहुन्छ। पिन गर्छ तपाईको फलोअर पनि बढ्छ। तर त्यसको 1 घण्टापछि गएर हेर्नु होला तपाईकोमा सबै तिनीहरुले अनफलो गरेको हुन्छन्। त्यही भएर अरूको पिनमा बसेर फलोअर कमाउनु हैन, तपाईले एक्टिभ भएर काम गर्नुस्। तपाई बोलेर भिडियो बनाउनुस्, ओरिजिनल कन्टेन्टमा भिडियो बनाउनुस्। भिडियो बनाउँदाखेरि विषयवस्तुलाई एउटै विषयवस्तुलाई लिनुस्। पछिल्लो समयमा कसैको कपी पेस्ट भिडियोहरु छ, केही पनि छ भने फेसबुकमा एकदमै समस्या हुनेछ, जुन समस्याको समाधान कसैले पनि गर्न सक्दैन। त्यही भएर तपाई एक्टिभ भएर काम गर्नुस्। र सबैभन्दा पहिला यदि तपाईको फेसबुकमा बैंक अकाउन्ट सेटअप गर्ने अप्सन आएको छ भने त्यसमा एकदमै ध्यान दिनु होला, एकदमै ध्यान दिनु होला। एक एक कुरामा ध्यान दिनुपर्छ। पछिल्लो समयमा नेपालमा पनि धेरै जनाको फेसबुक मोनेटाइज भएको छ र धेरै जनाले अहिले फेसबुकमा पैसा छैन, कमाइ छँदै छैन। त्यही भएर मान्छेहरु स्टार दिएर ये दरा ये उदरा ये सब भनिरहेको हुन्छन्। तर पनि केही छैन, तपाई एक्टिभ भएर काम गर्नुस्। मेहनतको फल अवश्य मिल्नेछ, तर त्यसमा तपाईको संघर्ष पनि चाहिन्छ हैन। बिना संघर्ष कसैले केही पनि गर्न सक्दैन। र अहिलेसम्म पनि नयाँ आइडी खोल्नु भएको छ, 1000 फलोअर पनि पुगेको छैन र अहिलेसम्म तपाईको भ्युजमा 0 छ भनेपछि एकले अर्कोलाई सपोर्ट गरौँ। आउनुस् मेरो यो पेजमा जोडिनु सबैजना। हामी तपाईलाई साथ दिन्छौँ, तपाई हामीलाई साथ दिनुस्। धेरै जनाले भन्नुहुन्छ तपाईसँग कसरी जोडिने हो, त्यही अप्सन छ मेरोमा। यो आइडीमा मेरो मेसेन्जर चालु छ, तपाई मेसेन्जरमा आएर मेसेज गर्न सक्नुहुन्छ, आफ्नो आइडी चेक गर्न सक्नुहुनेछ। र नजानेको कुराहरु हामीसँग सिकाइ माग्न चाहनुहुन्छ भने सिकाइदिनेछौँ। नयाँ आइडी कसरी बनाउने, नयाँ पेज कसरी बनाउने, आइडीबाट पेज कसरी ओपन गर्ने इत्यादि सबै कुराको जानकारी लिनु छ भने हाम्रो पेजमा जोडिनु होला। र यो भिडियोलाई जतिसक्दो शेयर गर्नु होला। एकले अर्कोलाई सपोर्ट गर्नुस्, मिल्छ भने फलो पनि गरेर जानुस् है। यस्तै नयाँ जानकारीको लागि विशेष धन्यवाद सबैजनालाई।